नमस्कार, म रेणुका देवी र आज तपाईँ मेरो पछाडि देखिराख्नु भएको छ असमी महिला मञ्चका जति पनि पदाधिकारीहरू हुनुहुन्छ, जति पनि सदस्यवृन्द हुनुहुन्छ। आज हामी सबै जामुगुडीमा हामी एकत्रित भएका छौँ। सबै सँगै बसेर एक कप चियाको हामीले मजा लियौँ र साँच्चै बहुत राम्रो लागेको छ। र यो जुन असमी महिला मञ्च छ आगन्तुक दिनमा बहुत काम गर्न गइरहेको छ र त्यसका लागि मेरा जति पनि दर्शकबिन हुनुहुन्छ, जति पनि हाम्रा समाजका हाम्रा दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूको हामीलाई साथ चाहिएको छ र हजुरहरूको साथको कामना गरेर हामी यसरी नै आग बढेर जानेछौँ। सबैलाई नमस्कार। महिला मञ्चमा आज जडित हुन पाएर हामी धेरै खुसी भएका छौँ। आज हामीलाई धेरै नै आनन्द लागेको छ र असमी महिला मञ्च यसरी नै आग बढेर जाओस्। हाम्रो विधायक महोदयको नेतृत्वमा आज एउटा यस्तो महिला मञ्च केन्द्रीय कमिटी गठन भयो। केन्द्रीय कमिटी हामी आग बढेर जान्छौँ र सरले एउटा हामीलाई यस्तो एउटा प्लेटफर्म दिनुभएछ कि हाम्रो गोर्खा जातिले आफ्नो प्रतिभाहरू देखाउन हामी